हामी चाहिँ सिट हेर्दैछौँ 56 अब चाहिँ हामी सिटमा बसिसक्यौँ एकदम खुसी लागिरहेको छ आफ्नो देशमा तर यत्रो वेटिङ गरेँ हामीले अब भन्न अब एक घन्टा 25 मिनटमा पुग्ने रहेछ मैले भने नि सब भरिन्छ कि सिट चेन्ज गऱ्यो भने गरौँ न त भनेर सब हुन्छ कि भन्नु त्यो हामी त नेपाली भएर हो नि त उड्यो हामी यस्तो झ्याल लागेको छौँ झ्याल खोल्यो भने त केही नि देखिँदैन त्यही भएर जस रमाइलो भइरहेको हेलो भन्नु रे के हेलो भन्नु रे हामी श्रीलङ्काको एयरपोर्टमा छौँ 100% भेटेर रमाइलो गर्दैछौँ सिधो बनाइयो होइन हामी अब चाहिँ यहाँ खाना खानु लाग्यो भोक लागेर मेनु देखाइदिनु अनि यहाँ चाहिँ मेन्यु रहेछ चिकन बिरयानी छ है के खानुहुन्छ के खानुहुन्छ यो क्रिस्पी फ्राइड चिकन छ है के भयो हजुरलाई चाहिँ के भएन म त एकदम खुसी छु मेरो फेरि सामान दिनु कि श्रीलङ्का बिरयानी कस्तो लागिरहेछ श्रीलङ्का फुड दादाको 2 बजे गर्मी लागिरहेछ उता हजुरलाई कस्तो लाग्यो धेरै राम्रो लागिरहेको हजुर अनि अर्को दाइ त व्यस्त हुनुहुन्छ अहिले है यता हाम्रो नयाँ जोडीलाई चाहिँ कस्तो लागिरहेको मैले चाहिँ यहाँ छ मेरो चाहिँ हामी चाहिँ यहाँ कफी लिन आएको दिदी र म देखेछ भयो
साइड तिर अगाडि दम 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 नरुनु कि मम्मी कस्तो वेदर नराम्रो भएर क्या थ्याङ्क यू वेलकम टु नेपाल देखाउ